गत शनिबार मध्याह करिब 12 बजेतिर गोकर्णेश्वर नगरपालिका 7 नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्ति पूजा गर्न भनेर पसे। ती व्यक्तिले नदीको बीच भागमा पानीमा डुबेको अवस्थामा एउटा ठूलो पोको देखे। बागमतीको जल लिने क्रममा ती व्यक्तिले बोरा र तन्नालाई बेरिएको उक्त पोको नजिकबाट निहाल्दा मान्छेको हात देखियो। ठूलो पोको समेत देखिएकाले सब हुन सक्ने भन्दै उनले वरिपरिका मान्छेलाई सुनाए। त्यसपछि उक्त घटना प्रहरीलाई जानकारी आयो। प्रहरीविद बौद्ध जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनास्थलमा खटियो। उक्त पोको निकालेर हेर्दा एक महिलाको शव फेला पर्यो। अन्दाजी 30 देखि 35 वर्ष देखिने महिलाको शव बोरा तन्नामा प्याक गरेको अवस्थामा बागमती नदीमा फेला परेपछि हत्याको आशंकामा प्रहरीले अनुसन्धान अघि बढायो। शव पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पताल पठाएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म एक नाबालक सहित 6 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको बागमती ढुङ्गे खोला घर भएका 25 वर्षीय कैलाश खड्का, मकवानपुरको हेटौँ र शिखर पानी घर भएका 20 वर्षीय सुरेश तामाङ, नुवाकोटको मेघाङ 4 देउराली घर भएका 24 वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोकको 3 पिने घर भएकी 20 वर्षीय पूजा परिया, बिम्बा तामाङ र एक नाबालक छन्। पक्राउ परिएकाहरू विरुद्ध कर्तव्य ज्यानको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 6 दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको परिसरका एसएसपी तथा प्रवक्ता अपिलराज बोहराले बताएका छन्। यता मृत्यु भेटिएकी युवतीको शनाखत समेत हुन सकेको छैन। पक्राउ परेकाहरूले ओखलढुङ्गा घर बताउने गरेको भए पनि मृत महिलाको अहिलेसम्म शनाखत हुन नसकेको प्रहरी बौद्धका डीएसपी जय रिमाल बताउँछ। पक्राउ पर्नेहरू ज्याला मजदुरी गर्ने समूह। पक्राउ परेकाहरू ज्याला मजदुरी गर्नेहरू रहेको प्रहरीले जनाएको छ। महङ्काल, बौद्ध, जोरपाटी, नारायणटार लगायतका क्षेत्रमा उनीहरू ज्याला मजदुरी गर्ने गरेको प्रहरीको भनाइ छ। मृत फेला परेकी युवती र हाल पक्राउ परेका हिरासतमा रहेकी पूजा भने होटलमा भाँडा माझ्ने काम गर्ने र भाँडा माझे बापत पाएको रकम नसकिएसम्म काम नगर्ने प्रहरी अधिकारीहरू बताउँछ। उनीहरूको काम गर्ने र बस्ने ठाउँको ठेगाना समेत हुँदो रहेनछ। गोजीमा पैसा सकिएपछि मात्रै काम गर्ने र केही रकम हुनासाथ काम नगर्ने गरेको देखिन्छ। रकम हुनासाथ मदिरा र गाँजा समेत सेवन गर्ने गरेको उनीहरूले प्रहरी समक्ष बताएका छन्। घटना भएको रात समेत उनीहरूले मदिरा र गाँजा सेवन गरेको पाइएको एक अनुसन्धान अधिकृतले बताए। मदिरा गाँजा समेत सेवन गरेर राति एकै कोठामा बसेको देखिन्छ। घटना भएपछि 2 युवाहरू फरार भएको खुलेको छ। हत्या नगरेको आरोपितको बयान। अनुसन्धानमा खटिएका अधिकृतहरूका अनुसार यो घटना 20 फागुन रातिको हो। मृत भेटिएकी युवती हाल पक्राउ परेकी पूजा, कैलाश खड्का र सुरेश तामाङ राति सँगै पूजाको कोठामा सुतेका थिए। मदिरा र गाँजा समेत सेवन गरेर सँगै सुतेका उनीहरू बिहान उठ्दा कैलाश र सुरेश भने फरार भइसकेका थिए। पक्राउ परेकी पूजाले प्रहरीलाई बताए अनुसार बिहान उनले हाल मृत भेटिएकी अर्की युवतीलाई उठाउन खोज्दा उठिनन्। हेर्दाखेरि मृत अवस्थामा फेला परेको तर आफूहरूले हत्या नगरेको उनले बताएकी छन्। शवको प्रकृति हेर्दा पनि कतै घाउचोट समेत नदेखिएकोले घटना शङ्कास्पद रहेको प्रहरीको भनाइ छ। पक्राउ परेका अन्यले पनि राति सँगै सुतेको र बिहानी पख हेर्दा मृत देखेपछि खसिने डरले आफूहरूले शव व्यवस्थापन गरेर फरार भएको दावी गरेका छन्। अनि बोरामा प्याक गरेर फालियो शव। हाल पहिचान खुल्न नसकेकी ती युवती मृत भेटिएपछि पूजाले घटनाबारे हाल पक्राउ परेकाहरूलाई जानकारी गराएकी थिइन्। त्यसपछि अन्य व्यक्ति समेत आएर शव छोपछाप गरेर कोठामै राखे। 4 दिनसम्म शव कोठामै राखेपछि गनाएर अरूले थाहा पाउलान् कि भन्ने डरले उनीहरूले तन्ना र बोरामा प्याक गरेर बागमती नदीमा फालेको बयान दिए। शव भेटिएको स्थान। घटनापछि प्रहरीले गरेको अनुसन्धानमा पनि सीसीटीभी फुटेजमा 4 जना भएर बोरामा झुन्ड्याउँदै बागमतीमा शव फालेको देखिन्छ। शनिबार राति बिहानी पख करिब 4 बजेतिर बोरामा प्याक गरेर झुन्ड्याउँदै शव बागमती नदीमा लगेर फालेको फुटेजमा देखिन्छ। शव व्यवस्थापन पछि कोठा छाडेर फरार। सीसीटीभी फुटेजमै देखिएको हुलियाको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी अनुसन्धानका क्रममा हाल पक्राउ परेकी पूजा शव व्यवस्थापन पछि सिन्धुपाल्चोक पुगेको देखिन्छ। सिन्धुपाल्चोकबाट पुनः फर्केर काठमाडौँ आएका बेला लोकनथलीबाट उनलाई पक्राउ गरेको हो। सोमबार पेम्बालाई प्रहरीले महङ्कालबाट पक्राउ गरेको हो। बाँकी 4 जनालाई भने एकै ठाउँमा प्रहरीले पक्राउ गरेको थियो। उनीहरूलाई गोठाटार स्थित राधाकृष्ण मन्दिर नजिकको टहरामा एकै ठाउँमा बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो। उनीहरू सबैजना
शव व्यवस्थापनपछि कोठा छाडेर विभिन्न ठाउँहरूमा लुकेर बसेको अवस्थामा हुलियाको आधारमा प्रहरले पक्राउ गरेको हो। यो घटना 6 जना मात्र संलग्न रहेकाले सबैजना पक्राउ परेको एसपी बोहरालेको भनाइ छ। घटना निकै रहस्यमय देखिएकोले हत्या हो या होइन पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने प्रहरीको भनाइ छ।